हेलो साथीहरू, आज हामीहरू पिँडालुको तरकारी बनाउँदैछौँ। पिँडालु चाहिँ हात चिलाउँछ तास्दाखेरि, त्यही भएर पहिला उसिनेर तास्ने अनि बनाउने भन्ने कुरा छ। त्यही भएर हेर्नुहोस् है, हामी उसिन्नलाई चाहिँ रेडी गरेर कुकरमा हाल्यौँ। अब तरकारीमा बोडी पनि हाल्दा मिठो हुन्छ भनेर मम्मीले बोडी केलाउँदै हुनुहुन्छ र धनियाँ पनि त्यसैमा हाल्न रेडी गरेका छौँ। डालो चाहिँ अलिक पुरानो भएको छ, माइन्ड नगर्नु होला। साथीहरू, पिँडालुलाई 3-4 सिट्ठी लगाएपछि पिँडालु यत्तिको भयो। अनि त्यसमा चाहिँ बोडी पनि मिसाएर बनाउन लागेका छौँ। अनि प्याज र धनियाँ रेडी छँदैछ। अब हाम्रो कराई पनि तात्दैछ। अब हामी पिँडालु बनाउन सुरु गर्छौँ। हजुर हेर्नुहोस्, अब यसको लागि चाहिँ हामीले के इन्ग्रिडियन्ट्सहरू रेडी पार्दैछौँ त्यो पनि म हजुरलाई क्रमशः देखाउँछु। यसमा सर्स्युँ र अनि लसुन, अदुवा, हरियो खुर्सानी हालेर पिस्दाखेरि एकदम मिठो हुने भएको कारणले हामीसँग मिक्सरमा त हुन्थ्यो गर्नलाई, तर सिलौटोमा पिसेको अझै मिठो हुन्छ भनेर हामीले सिलौटोमा थोरै सर्स्युँ, लसुन र खुर्सानी हालेर पिस्दैछौँ। अब यो मसला रेडी हुन्छ र अनि हामी सबै मसला रेडी पारेर अनि बल्ल पकाउन सुरु गर्छौँ। ल, हामी बनाउन सुरु गऱ्यौँ। मम्मीले पहिला सुरुमा तेल र मेथी हाल्नुभयो। अब के हाल्ने मम्मी? अब प्याज, मेथी अलिक कालो हुनुपर्छ है, त्यही भएर रोक्नु भएको। अब एकछिन प्याजलाई भुट्ने, त्यतिन्जेल हामीले अरू अब यहाँ बेसार पनि प्याजसँगै हालिदियो भने अलि राम्ररी कलर आउँछ भन्नुहुन्छ मम्मीले। सर्स्युँ पिसेर राखेको यो सर्स्युँ रेडी छ। यहाँ चाहिँ धुलो मसला, हाम्रो नेपाली धुलो मसला, जिरा धनियाँको धुलो अनि प्लस अलिकति धुलो खुर्सानी पनि हाल्नुभएको छ। अब हामीले यो मसला मम्मीले एकै ठाउँमा मिलाएर रेडी गर्नुहुन्छ। प्याज यतिको गोल्डन भयो। अब यसमा बोडी हाल्ने। अब यो बोडीलाई हालेर यसलाई एकछिन भुट्ने, मजाले भुट्ने। हेर्नुहोस् साथीहरू, कस्तो मिठो फ्लेभर, बेसारको कस्तो मिठो वासना आएको छ। यो हाम्रो घरमै पिसाएको बेसार हो। अब यो हाम्रो अर्ग्यानिक घरकै बोडी हेर्नु त यत्तिको भुटियो। अब त्यहाँपछि मसला हाल्दै हुनुहुन्छ मम्मी। त्यो अघि हामीले रेडी बनाएको मसला अब हाल्ने। यत्तिको भएपछि हल्का बोडीलाई धेरै बेर भुट्न पर्ने रहेनछ, एकछिन भुट्ने अनि त्यहाँपछि मसला हालिदिने। सँगसँगै पाक्छ एकैचोटि। यो चाहिँ मम्मीको रेसिपी है। हाम्रो मम्मीलाई खाना बनाउन एकदम रमाइलो लाग्छ, त्यही भएर मैले यो नयाँ मम्मीको लागि भनेर स्टार्ट गरेको। हजुरहरूलाई कतिको मनपर्छ हेर्नुहोस्। केही तपाईँहरूलाई यो अरू जानकारी, केही नयाँ आइडिया छ भने हजुरहरूले त्यो पनि कमेन्ट गर्न सक्नुहुन्छ। मसला पनि पाकिसक्यो। टमाटर पनि टमाटर हामीसँग घरमा आज उपलब्ध नभएको कारणले गर्दा हामीले रुख टमाटर हालेको छौँ। रुख टमाटर पनि अलि अमिलो मिठो तिखर हुन्छ। अनि हामीले यो पिँडालुको तरकारी या अरबी पनि भन्न सकिन्छ। तरकारी पकाउँदाखेरि अलि अमिलो हाल्न पर्ने, नत्र भए कोक्याउन सक्ने भएर, त्यही भएर रुख टमाटर पनि अझै प्रिफर गरेको। अब मम्मीले अरबी या हाम्रो यहाँ पिँडालु हाल्दै हुनुहुन्छ कराईमा। हेर्नुहोस् है साथीहरू, अब मम्मीले बनाउनु भएको पिँडालुको तरकारी हेर्दा त मिठो होला जस्तो भइरहेको छ। अब खाँदा कस्तो हुन्छ मम्मीले बनाउनु भएपछि म टेस्ट गरेर पनि हजुरहरूलाई भन्छु कस्तो भएको छ भनेर। यो हाम्रो पिँडालु पनि हाम्रो आफ्नो घरकै लोकल हो। बोडी पनि आफ्नै बारीमा फलेको हो। रुख टमाटर चाहिँ होइन है हजुर, हामी तराईको बासिन्दा, हाम्रोतिर रुख टमाटर चाहिँ फल्दैन। अरू चाहिँ हाम्रो आफ्नै बारीको हो। धनियाँ पनि आफ्नै बारीको हो। अब यो तरकारीमा हामीले कति झोल हालिन्छ त्यो अनुसारले, स्वाद अनुसारले नुन हाल्ने। हामीले अलिक कमै नुन खाने भएको कारणले गर्दा मम्मीले अलिक कम हाल्नुहुन्छ। हजुरहरूले चाहिँ स्वाद अनुसारले हाल्नु होला। हाम्रो बेसार, नुन, मसलाहरू सबै थोक हालिसक्यो।
अब यो एकछिन भुटिन्छ हेर्नुहोस्। अनि हामीले स्वाद अनुसारले चाहिएको अनुसारले ग्रेभी बनाउनलाई पानी हाल्नुपर्छ। नुन एकछिन अब मजाले सबतिर लागोस्। अनि अब पानी हाल्दै हुनुहुन्छ। मम्मीले अघि मसला घोलेकै कचौरामा पानी हाल्नुभयो। अझै त्यो सबै मिसिन्छ भनेर पानी पनि मनतातो पानी हो। आवश्यकता अनुसारले रस हाल्ने भन्नुभएको छ मम्मीले। साथीहरू, हाम्रो मम्मीले चाहिँ यति झोल हाल्नुभयो। अब यो हाम्रो घरमा 4 जना छौँ सदस्य खानको लागि, अनि त्यही भएर त्यो अनुसारले हाल्नुभयो। अलि हजुरलाई पानी धेरै भएको जस्तो लाग्ला, तर यो पिँडालुको तरकारी चाहिँ हल्का जम्छ। पानी मजाले पाकिसकेपछि जमेर अलि बाक्लो हुन्छ। त्यही भएर पहिल्यै सुरुमा अलि पानी हालेर राखिदियो भने अनि ठिक्क मिठो हामीलाई चाहिने जस्तो ग्रेभी बन्छ। हजुरहरूलाई आवश्यकता अनुसारले हाल्नु होला। चाहिएको भन्दा अलिकति बढी हाल्ने गर्नुहोस्, पछि ठिक्क हुन्छ। ल अब यसलाई एकछिन छड्किन दिने। हेर्नुहोस् न, यसरी अब तरकारी छड्किसक्यो, मजाले उम्लिँदैछ। अहिले झोल अघिको भन्दा अलि बाक्लो पनि भएको छ। अब यसलाई हल्का हामीले म्यास गरौँ। हल्का खुड्दा फेरि अलि बाक्लो रस पनि हुन्छ र अलि मिठो पनि हुन्छ। अब यसमा हल्का यो पिँडालु तथा अरबी चाहिँ अलिक कोक्याउन सक्ने हुने भएकोले हामीले चाहिँ थोरै यसमा अमचुर पाउडर, स्वाद अनुसारले अमचुर पाउडर हाल्न सकिन्छ। अब हजुरहरूसँग अमचुर पाउडर छैन भने चाहिँ हजुरले चुकमिलो पनि हाल्न सक्नुहुन्छ, या कागती पनि हालेर इन्जोय गर्न सक्नुहुन्छ। ल, हाम्रो तरकारी चाहिँ रेडी भयो। हाम्रो पिँडालुको तरकारी रेडी भयो। अब यसमा मजाले हामीले फ्रेस धनिया हाल्न सकिन्छ। यो नि हाम्रो आफ्नै बारीमा फलेको उमारेको धनिया हो। ल साथीहरू, हाम्रो तरकारी, खाना, साग, अचार सबै रेडी भयो। यो हाम्रो तरकारी अघि देखिहाल्नुभयो। यो चाहिँ लोकल चामलबाट बनाइएको भात, अनि त्यसपछि आफ्नै बारीमा फलेको रायोको साग, अनि त्यसपछि यो टिमुरको अचार। यो पनि आफैले बनाइएको टिमुरको अचार हो। यसको पनि रेसिपी चाहियो भने म पछि फेरि बनाउँछु हजुरहरूलाई। हेर्नुहोस् त, यो तरकारी अघि पकाउँदा कति पातलो देखिएको थियो। अब अहिले हेर्नुहोस् त, कति मजाको बाक्लो मिठो होला जस्तो छ। ल, म चाहिँ खाना खान सुरु गर्न थालेँ। ल त, हजुरहरू पनि इन्जोय गर्नु होला। बाई।